तपाईले जीवनमा यी कुराहरू ख्याल गर्नुस्। तपाईको जीवनको कुनै कालखण्डमा कुनै समयमा तपाईलाई काम गर्न सक्छन्। पहिलो कुरा तपाईले आफूलाई जस्तो सुकै कठिन परिस्थिति आए पनि त्यसलाई सामना गरेर हेर्नुस् र हार नखानुस्। जस्तो सुकै समय आए पनि जस्तो सुकै समस्याले आफूलाई कमजोर गर्न प्रयास गरे पनि तपाईँ कमजोर नहुनुहोस्। किनकि जब तपाईँलाई कमजोर देख्नेछ दुनियाँले हेर्नेछ र तपाईँलाई कहिलेकाहीँ आफूलाई आफूले मोटिभेट गर्नुपर्ने अवस्था पनि आउन सक्छ। मानौँ तपाईँ कुनै समस्यामा हुनुहुन्छ र तपाईँ कुनै समय एकदम अरूको अगाडि एकदम स्ट्रङ हुनुहुन्थ्यो, तर तपाईँलाई कुनै खालको समस्या आयो, आन्तरिक द्वन्द अथवा अन्य कुनै खालको समय परिस्थिति अनुसार कुनै घटना आयो र कुनै खालको समस्या आयो र त्यसमा लाग्न सक्छ तपाईँलाई अब मैले त्यसलाई सेयर गर्नुपर्छ। तर यो नबिर्सनु तपाईँले जब तपाईँले आफ्नो समस्यालाई अरूलाई सेयर गर्नुहुन्छ नि त्यसपछि तपाईँको विश्वासमाथि घात पनि हुनसक्छ र तपाईँको जो नजिकको साथी छ उसले तपाईँको त्यही कमजोरीलाई हतियार बनाएर तपाईँलाई कमजोर बनाउन सक्छ। त्यसैले बरु निराश हुनुहोस् समय आएपछि, समस्या आएपछि बरु एकान्तमा कोठामा बसेर रुनुहोस्। तर यो गल्ती नगर्नुहोस् कि त्यो समस्यालाई अरूको अगाडि छलङ्ग पारेर, समाजको अगाडि छलङ्ग पारेर होला कुनै समस्या समाजको अगाडि भन्नुपर्ने पनि होला, तर त्यो समस्यालाई सेयर गर्नु भन्दा पहिला त्यो समस्या कसरी अरूलाई सेयर गर्ने र त्यो समस्या यसरी सेयर गर्नुहोस् कि तपाईँले त्यो समस्या भयो भने उसलाई त्यो समस्या होइन जस्तो लाग्नुहोस्। या त कुनै एकदम मन मिल्ने साथीले तपाईँको हरेक सुखमा होइन दुःखमा साथ दिने व्यक्तिले उसलाई तपाईँलाई समस्याको समाधान गर्नको लागि मार्गदर्शन गर्न सक्छ। त्यस्तो व्यक्तिलाई सेयर गर्नुहोस् समस्या, त मात्र तपाईँलाई आइपरेको कुनै पनि समस्या समाधान हुन सक्छ र तपाईँले आफूलाई एउटा कुनै खालको समस्याहरू आफूबाट टाढा भएको महसुस गर्नुहुनेछ। र अर्को कुरा पनि तपाईँले कसैलाई पनि अत्यन्तै विश्वास नगर्नुहोस्। यदि तपाईँले कसैलाई अत्यन्त विश्वास गर्नुभयो र त्यो व्यक्तिले तपाईँसँगै हुँदा तपाईँले राम्रो महसुस गरिरहेको छ, तपाईँले राम्रो सपोर्ट गरिरहेको छ र तपाईँ उबाट प्रेरित भएर तपाईँले के कुरा सिकिरहनु भएको छ, अत्यन्तै आफूले राम्रो ठान्नुहुन्छ, माया गर्नुहुन्छ। तर समय सधैँ एउटा हुँदैन, त्यही तपाईँको विश्वासका कारण कहिलेकाहीँ तपाईँको उसैबाट पनि घात हुनसक्छ र उसैबाट भएको जति खुसी छ त्यो एकैछिनमा समय आएपछि दुःखमा परिणत हुन सक्छ। र अनि अर्को कुरा, जब तपाईँले कुनै कसैलाई मनैदेखि नै घृणा गर्नुहुन्छ या तपाईँलाई कुनै त्यो व्यक्तिले कुनै पीडा दिएको थियो, कुनै नराम्रो वचन भनेको थियो, कुनै खालको तपाईँको विश्वासप्रति घात गरेको थियो र तपाईँले उसलाई अत्यन्तै घृणा गर्नुभएको छ, तर यो पनि याद राख्नुहोस्, यो पनि सम्झिनुहोस्, तपाईँलाई उसै व्यक्तिले तपाईँ एकदम निराश भएको समयमा र तपाईँलाई एकदम दुःखी भएको समयमा तपाईँलाई खुसी बनाउन सक्छ, तपाईँले कुनै खालको उत्पीडना दिन सक्छ। त्यसरी संसारमा को साथी, को दुश्मन, को आफ्नो, को पराई, यी कुराहरूलाई पनि ख्याल गर्नुहोस्। र सधैँ साथी भएको व्यक्ति सधैँ पराई हुँदैन र सधैँ पराई भएको सधैँ साथी हुँदैन। त्यसैले सबैले समान तरिकाले हेर्नुहोस् र सबभन्दा नजिकको आफ्नो लागि आफै साथी बनाउनुहोस् र आफूलाई आफै बलियो बनाउनुहोस्। बलियो बनाउनको लागि तपाईँको मनमा धेरै विचारहरू आउन सक्छन्, धेरै नकारात्मक सोचहरू पनि आउन सक्छन् जसले तपाईँलाई कमजोर बनाउन खोज्छन् र तपाईँले त्यसको कारणले गर्दा भित्र आत्माबाट त्यही कुरा गर्नको लागि घचघचाएर तपाईँ त्यही गर्नको लागि निरन्तर अगाडि बढिरहनुहुन्छ। तर बेला बेलामा सम्झिरहनुहोस्, आफूलाई सम्हालिराख्नुहोस्, किनकि
किशोर अवस्था हो र म पनि किशोर अवस्थामा छु। म पनि धेरैचोटि ठक्कर खाएर लोटेर खसेर माथि उठ्नको लागि प्रयास गरिरहेको छु। त्यसैले तपाईँहरू पनि आफ्नो जीवनमा अगाडि बढ्नको लागि, आफू सन्तुष्टि हुनुको लागि, आफू सेटिस्फाई हुनुको लागि, आफ्नो जीवनमा स्ट्रगल गरेर एउटा राम्रो छोरा डिभोटेड सन हुनुको लागि पनि मेहनत गर्नुपर्ने हुन्छ। र तपाईँलाई समयअनुसार यो पनि लाग्न सक्छ म किन सङ्घर्ष गर्ने, पढेर हात तुल्नु पर्छ, फलानाले यति पढ्यो उसले केही गर्न सकेन, फलानाले केही पढेको छैन उसले यत्रो गर्यो। छोडिदिनुहोस् चिन्ताले कुराहरू। तपाईँले आफैलाई सोच्नुहोस् म के गर्न आएको र मैले के गर्नु छ। मेरो परिवार समाजप्रतिको जिम्मेवारी दायित्व कतिको छ, कस्तो छ र त्यसलाई मैले कसरी पुरा गर्न सक्छु, त्यसलाई कसरी म सम्हालेर आफ्नो जीवनलाई सफल बनाउन सक्छु र एउटा समाजको लागि, देशको लागि, परिवारको लागि, जो कोहीको लागि पनि एउटा उदाहरणीय व्यक्ति बन्न सक्छु भन्ने कुरालाई तपाईँले सङ्घर्ष गर्नु, मेहनत लागु गर्नुहोस् र अन्य मोटिभेसन भिडियो पनि हेर्नुहोस्। तर मोटिभेसन भिडियो पनि चाहिएभन्दा बढी मात्रामा नहेर्नुहोस्। किन? तपाईँले योभन्दा प्रश्न उठ्यो होला, यसले त यस्तो किन पनि है। तर पर्खनुहोस्, जब तपाईँलाई कुनै खालको समस्या आइपर्छ, तपाईँको मनमा जिज्ञासा आउँछ, मोटिभेसन हेर्नुहोस् त, तपाईँको मनमा यस्तो मोटिभेट फिल हुन्छ र त्यो कुराहरू, त्यो भनाइहरू तपाईँको लागि भोगेको कारणले गर्दा तपाईँलाई दिमागमा घुमिरहन्छ। र तपाईँले अब अर्कोतिर जाऊँ, तपाईँले एउटा मोटिभेसन भिडियो हेर्नुभयो र त्यो अर्को पनि हेर्नुभयो, तपाईँलाई सबै राम्रो लाग्दै भनेर तपाईँ हेर्दै जानुहुन्छ र अन्तिममा के? केही नै। त्यसैले मोटिभेसन भिडियो पनि बढी मात्रामा नहेर्नुहोस्। तपाईँले त्यसलाई अप्लाई गर्न सक्नुहुन्छ। यदि त्यसैलाई आफ्नो जीवनमा प्रयोग गर्न सक्नुहुन्छ र त्यसलाई सम्झिन सक्नुहुन्छ हरेक समयमा भने मात्र तपाईँले मोटिभेसनल भिडियोहरू हेर्नुहोस्। र सबै समयमा एकैचोटि सबै ज्ञान लिनुपर्छ भन्ने छैन र संसारमा यस्तो व्यक्ति मानिस छैन कि एकैचोटि संसारको सबै खालको ज्ञानहरू आर्जन गरेको। सबैमा सबै खालको फरक फरक क्षमता हुन्छ। सोही क्षमता अनुसार उसले आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो जनप्रिय हुने हो, आफू पपुलर हुने हो। त्यसैले तपाईँले पनि यी मैले भनेका यावत विचारहरू ख्याल गर्नुहुनेछ र जीवनमा सही बाटो अगाल्नुहुनेछ, सही समयमा सही डिसिजन लिएर आफ्नो जीवनलाई सफल बनाउनुहुन्छ भन्ने तपाईँहरूबाट मैले आशा राखेको छु। आउने यस्ता भिडियोहरू पनि